चाहे बालेन शाहजी विदेशी एजेन्ट हुन्, चाहे लुसिफर भनेर चाहिँ उनलाई सम्बोधन गरियो, जे जति पनि उनका नराम्रा पक्षलाई आलोचना गरिए पनि मानिसले आफ्नो जुन संस्कार कसरी निर्वाह गर्ने भने उसमै निर्भर गर्दछ के। अरू व्यक्तिले भनेर उसले चाहिँ आफ्नो संस्कार मान्ने होइन, ऊ आफैले मान्ने हो। बालेन शाहले चाहिँ आफ्नो बुवाको चाहिँ काजक्रिया यसरी चाहिँ गरेर चाहिँ हैन, जुन 13 दिने प्रक्रिया उहाँले गरिरहनु भएको छ, जुन उहाँको चाहिँ आफ्नो संस्कार अनुसारले उहाँले गरिरहनु भएको छ, यो गर्दै गर्दाखेरि चाहिँ उहाँको व्यक्तिगत आचरण, उहाँको व्यक्तिगत कामहरूप्रति वितृष्णा जेसुकै भएर चाहिँ उहाँको आलोचना गरे पनि उहाँले आफ्नो धर्म, संस्कार, संस्कृति उहाँले नै पालन गर्ने हो कि अरूले गरिदिने होइन। तसर्थले एकनाथ ढकाल जस्ता चाहिँ इसाईका होली वाइन नेपालमा चाहिँ भित्र्याएर चाहिँ हैन, होली वाइन काण्ड मचाउने व्यक्तिले समेत चाहिँ आफ्नो संस्कार मानेका छन् भने बालेन शाहले त त्यत्रो काण्डै गरेका छैनन्। एउटा विदेशी एजेन्ट भएर काम गरे, त्यो छुट्टै पाटो रह्यो, तर उनले आफ्नो संस्कार चाहिँ भुलेका रहेनछन् भन्ने कुरो यो फोटोबाट पनि तपाईहरुले प्रष्ट भयो भन्ने मैले चाहिँ बुझेको छु। फेरि कतिले यो चाहिँ एआई को फोटो भन्न सक्छन्, यो चाहिँ वास्तविक फोटो हो। यति बेला सोशल मिडियामा चाहिँ एकदमै तपाईहरुले जताततै यो फोटो देखिरहनु भएको छ। यो देख्दै गर्दाखेरि तपाईहरुको जिज्ञासा, तपाईहरुको विचार चाहिँ तल कमेन्टमा बताउन नभुल्नु होला है त।